ल अब समयले पनि 1 बजायो ढिम्सामा झन्डै 1.5 घन्टा बसेर खाना एकदम फ्रेस खाना पकाएर चट्ट खाना खाएर निस्क्यौँ यो ढिम्साको होटल अब हामी गोसाइँकुण्ड यात्रा फेरि अगाडि बढायौँ हिजोको पानी पराइले गर्दाखेरि पारीको डाँडा पुरा एकदम चाँडी जस्तो तल्किरहेछ अब यहाँको स्थानीयको भनाइअनुसार लौरी विनायक 3 घन्टामा पुग्छ भनेको छ अब हाम्रो हिँडाइले कति बजे पुग्ने हो त्यो चाहिँ हामी अब हेर्ने बाँकी छ ढिम्साबाट हिँडेको 40 मिनटमा हामी अब चन्दनबारी रसुवा जिल्लाको एउटा प्रख्यात ठाउँ चन्दनबारी लौरी विनायकको एसिस्टेन्ट उकालोहरू यो सविताजीलाई चाहिँ त्यहाँ पहिला चाल्न गाह्रो भयो भन्ने कुराहरू गुनासो पोखिरहेछन् उहाँले अब यो पहिलो र अन्तिम यात्रा रसुवा जिल्लाको यो गोसाइँकुण्ड आउने पहिलो पनि यही हो अन्तिम यही हो भन्ने खालको गुनासो पोख्नुभयो लिटिल बुद्ध गेस्ट हाउस लगायत यो ठाउँ चन्दनबारी रसुवा जिल्लाको चिज उत्पादन गर्ने ठाउँ अब बिस्तारै पारी डाँडामा बाटो लागेको देखिरहेछ अहिलेसम्म हिउँ देखिरहेको थियो हामीले चन्दनबारी अलिअलि उकालो अलिअलि सम्म यो उकालो हिँड्ने क्रममा 2-4 पाइलासम्मको बाटो आए पनि रमाइलो लाग्दो रहेछ खुसी नै लाग्दो रहेछ अगाडि पनि 4-5 जनाको टोली छ पाँचको साथी हामीले चन्दनबारीको चिज फ्याक्ट्रीमा आइपुग्यौँ यो चन्दनबारीको चिज फ्याक्ट्री चन्दनबारीको होटलहरू धेरै होटल छन् रसुवा जिल्लाको दुग्ध विकास संस्थान बाटोबारी चिज ल उहाँ छाया मार्नु बस्नुभयो ल ढिम्साबाट उकालो चढ्दाखेरि राम्रै घाम लागेको थियो अब यो चन्दनबारी आइपुग्दाखेरि पारी डाँडामा पुरा बाटोले छोप्नु थाल्यो चन्दनबारीको चैत्य र चन्दनबारीको हाम्रो सम्पूर्ण होटलहरू मौसम कस्तो हुने थाहा छैन अब यो ठाडो उकालोको बाटो पश्चात माथि डाँडामा यो किसिमको डाँडाको तेर्सो उकालो चढेर हामी चोलाङबारीतर्फ लाग्छौँ चन्दनबारीको दृश्य यहाँ माथिबाट हेर्दाखेरि एकदम राम्रो मनमोहक दृश्य पारिपरिको हिमाल सबै अब बादलले ढाकिसक्यो मौसम त्यति नराम्रो भएको छैन तर उकालोको क्रम जारी नै छ ल
दिनको 2:30 बज्यो। चन्दनबारीबाट 1 घन्टाको उकालो माथि चढ्ने बित्तिकै हिउँ परेको अवस्था, असिना परेको अवस्था। यो हिउँको छारो यहाँ लोकल भाषामा चाहिँ कहीँ हिउँ परेपछि त्यो हिउँको टुक्रा कहीँ यो हिउँ परिरहेछ, त्यहाँ हिउँ परेको चाहिँ त्यो हिउँको टुक्रा हेर्नु सानो कडिका जस्तो दानो छारो, यो छारो भन्ने हिउँको छारो हुँदो रहेछ। छारको ल हिउँको छारको हेर्नुहोस् यसरी हिउँभरि भएको छ। 2:30 बजे सोलाङपाटी पुग्न यहाँबाट अझै 1 घन्टा लाग्छ। अब सोलाङपाटी कति पुग्ने हो भने पनि ठ्यान भएन। धन्न यहाँ भगवान् भरोसा कुन चाहिँ धर्मात्माले यहाँ एउटा चाहिँ सेड बनाइदिएको रहेछ। ल सेड भित्र हामी सबै यसरी बाटो हिँड्ने क्रममा सबैजना जमघट हामी 5-6 जना चाहिँ यसरी बसिया छौँ। सोलाङपाटी र यो चन्दनबारीको बिचमा अहिले पानी परेर हेर्नुहोस् हिउँभरि हिउँ परिरहेछ, पानी परिरहेछ। हाम्रो सविता म्याम अनुहार देख्न नहुने गरी रेनकोटभित्र हुनुहुन्छ। सोलाङपाटी पुग्न अझै 15-20 मिनट बाँकी। सोलाङपाटीबाट उकालो चढियो, मजाले हिउँ परेको छ, पुरा सेटाम्मे जताततै सेटाम्मे। ल हजुर ल हामी सविताजी बिस्तारी बोलिँदैछ बिचरा। अलि हिउँ परेको घाम लागेको भनेर त हिउँ परेको हिसाबमा अलिकति सजिलो भएको जस्तो लाग्छ मलाई। ल अब हामी लोडी विनायकतिर लम्किनेछौँ। ल यो लोडी विनायक जाने क्रममा बिचमा यहाँ आएर बस्ने ठाउँ पाएँ। अब हामी यहाँ एकछिन रेस्ट गर्छौँ। अनि कस्तो फिल भइरहेछ सविताजी तपाईँलाई? अहिले हामी 4:30 बज्न लाग्यो। अब हामी सोलाङबारीबाट पनि माथि हामी यो लोडी विनायकमा बस्ने लक्ष्य लिएर चाहिँ हामी अगाडि बढेछौँ। ल बाटोको क्रममा चाहिँ अहिले बाटो कहीँ पनि तपाईँको हिउँ बिनाको चाहिँ छैन, पुरा हिउँ परिरहेछ। बाहिरको वातावरण यस्तो छ। हामीसँगैको अरू सहकर्मी सँगैको साथीहरू पनि आउँदै हुनुहुन्छ। भोजपुरको साथीहरू, बाटोको साथी, हाम्रो यात्राको साथी। बाटोमा हाम्रो अरू कुनै साथी छैन, जब हामी 2 परिवार मात्रै। सायद हामी बुढाबुढी मात्रै भए भए हामीले यो हामी माथि जाने सोच्न अलिकति गाह्रै हुन्थ्यो। यसरी हिमपात भइरहेछ हेर्नुहोस्। कस्तो राम्रो हिमपात भइरहेछ मजाको। अब यहाँबाट हाम्रो लोडी विनायक अब 1 देखि 1.25 घन्टाको बाटो। ल हामीसँगैको यात्राको साथीहरू पनि सबै आइपुग्नु भयो। अब हामी यहाँ एकैछिन बसेर लोडी विनायक जाने बाटोको अवस्था अहिले समय 4:45। हामी धुन्चेबाट बिहान 5:30 बजे निस्केको। बिस्तारै हिँड्ने क्रममा बस्दै यस्तो हिउँ परेको बेलामा पनि हामी आफ्नो यात्रा जारी गरिरहेका छौँ। सबैलाई माया पनि लोडी विनायकमा पुग्दिनँ भन्ने जस्तो आशय व्यक्त गरेको थियो। यो हिउँ परेको इन्जोय लिँदै
सबैलाई मारेर पनि लौरी बिनाक पुग्ने आँट गरेको छ। अझ पनि अब हामी लौरी बिनाक पुग्नलाई कमसेकम 45 मिनट लाग्ने अनुमान छ। यो 45 मिनटभरि हामी यही हिउँमै बसमै रमाएर हामी अगाडि बढ्छौँ। मोबाइल पनि भिजा जस्तो भयो। ल अहिलेको तपाईँको चाहिँ लौरी बिनाको उकालोको अवस्था। ल कालो बङ्गलाको पाइप पनि सेतो भएको छ हिउँले। अब लालु पाटेको बोट लालु पाट चाहिँ सेतो पाट भएको छ। हामी पनि अब पुरा रूपमा भिज्ने अवस्था पुगिसक्यो हिउँले भिजेर। सबैलाई अनुहार हेर्नु एकचोटि। ल अहिलेसम्म फ्रेसै देख्छु म, त्यति नराम्रो देखाएको छैन। ल सबैलाई चाहिँ बिस्तारै बढ्नुहोस्। बाटो चिप्लो अब यो हिउँले गर्दाखेरि बाटो पनि एकदम चिप्लो हुन थाल्यो। हेर्नुहोस् बाटोको अवस्था यस्तो। ल अझै अब अरूको अझै 45 मिनट 1 घन्टा यो बाटो हिँड्नु बाँकी छ हजुर। ल जय शम्भु। पाउने 6 बज्यो। हामी लौरी बिनाकमा आइपुग्यौँ। धुन्चेबाट 5:30 बजे निस्केको अवस्था यस्तो हिमपात भएर चारैतिर हिउँ नै हिउँ। अब भोलि बिहान गोसाइँकुण्डको लौरी बिनाकको उकालो कस्तो हुने हो थाहा छैन। ल यो लौरी बिनाकको होटलमा पुग्न लाग्यौँ। यस्तो छ अवस्था। चारैतिर हिउँ नै हिउँ। पुरै माउन्टेन चढाइ जस्तो भइरहेछ। चिसो बाटो कहीँ देखिँदैन। जुत्ताको पाइला, ढुङ्गाको चुच्चो र यहाँ यो घोडा ल्याउने भाइ हिँडेको अवस्थामा हामी पनि त्यही बाटो हिँड्दैछौँ। यहाँ चाहिँ यो ढुङ्गाको उकालो भएकोले हामीलाई बाटोको पहिलाउनु गाह्रो छैन। तर हामी तल 5 मिनट मुनिबाट माथि उभिने क्रममा हामी एकछिनसम्म बाटो कहाँ हुने पनि थाहा भएन। जाऊ अब माथि जाउँ न। ल यहाँको प्रख्यात यो एउटा माया लज। फेरि यहाँको चलन चाहिँ कस्तो रहेछ भन्दाखेरि पालो हुँदो रहेछ। सिन्डिकेट जसको पालो छ उसको होटलमा बस्नुपर्ने। त्यो होटल प्याक गरेपछि मात्रै बल्ल अरूको होटलमा गएर बस्न पाउने। जबसम्म पालोको होटल प्याक हुँदैन तबसम्म चाहिँ हामीले आफ्नो खुसीले चाहिँ म यो होटलमा बस्छु भन्न नपाउने। हेर्नुहोस् मौसम यस्तो छ। माथि होइन यही हो, यतै हो। यो माया होटल एन्ड लज आज यहाँको पालो। हामी पनि होटल खोज्दैछौँ। हाम्रो होटल कुन हो? ल शुभ बिहानी, ह्याप्पी न्यु इयर 2082 सालको नयाँ वर्षको सबैलाई शुभकामना। हामी गोसाइँकुण्डको जाने क्रममा चाहिँ हामी यहाँ लौरी बिनाक बिहान 5:30 बजेको अवस्था। हिजो बेलुका चन्दनबारीबाट लौरी बिनाक आउने क्रममा हिमपात भएको थियो र आज लौरी बिनाकको अवस्था यस्तो छ। चारैतिर हिउँै हिउँ छ र यही हिउँको बिचमै अब हामी गोसाइँकुण्डको यात्रा सुरु गर्दैछौँ। ल शुभ बिहानी, पुनः एकपटक ह्याप्पी न्यु इयर सबै नेपालीलाई र देश विदेशमा रहने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई नयाँ वर्षको धेरै शुभकामना। शुभ बिहानी। अब हामी लौरी बिनाकबाट गोसाइँकुण्डको यात्रा सुरु गऱ्यौँ।
मौसम हिजो बेलुका हिमपात भएको थियो। हामी चन्दनबारीबाट लौरी बिनायक आउने क्रममा ठ्याक्क 2 बजेपछि हिमपात सुरु भएको। बेलुका हामी 5 बजे लौरी बिनायक पुगुन्जेलसम्म पनि हिमपात भइ नै रहेको थियो। र यही हिउँको बिचमा अब हामी गोसाइँकुण्डको यात्रा सुरु गरिरहेछौँ। सविता राजवंशीज्यू, के छ हालखबर? ठिक छ नि होइन? ल, टाउको दुखाएर माइग्रेनको पेसेन्ट टाउको दुखाएर रापमा हुनुहुन्छ। ल, औषधि खाएर हिँड्नु भएको छ। जय शम्भु। हिउँ देखेर खुसी लागेको ल, र यो हिउँको इन्जोयले टाउको दुखाएको निको भएको छ मलाई भन्ने कुरा पनि सुनियो। ल, जय शम्भु। हाम्रो गोसाइँकुण्डको यात्रा राम्रो होस्। ल सविताजी, ह्याप्पी न्यु इयर। सेम टु यु। नयाँ वर्षको धेरै धेरै शुभकामना। सबै हामी इष्टमित्र नेपाली भाइ दिदीबहिनी देश विदेश बस्नुहुने सबजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। माथिबाट हिँड्दाखेरिको आवाज एकदम हिउँको कुरुम कुरुम आवाज आइरहेछ। के आवाज हो नि यसलाई? त्यहाँ हिउँको टेकेको। अझ हिजो पाइपको सेक्दै थियो, पग्लेर पाइपमा के भइरहेछ? साँप जस्तै भइरहेछ। पाइपमा भर्खर हिउँ परेको अवस्था। यो यहाँ टप टप पानी हिउँ पक्रिएर मुनिको भाग पाइपमा हिउँको विभिन्न आकृति यस्तो छ अवस्था। र हिउँमा टेक्दाखेरि हिउँ फुटेका आवाजहरू अब यो लौरी बिनाको उकालो सक्यो। 7:30 बजेको समय छ। अब यसरी सम्मको बाटो हामी सबैले यो उकालोको थकानबाट अलिकति राहतको महसुस। र सविताजी यता हेर्नुहोस्, झन्डै लडेको अवस्था। ल, कस्तो अनुभव फिल गर्नुभयो तपाईँले? अब ओह्रालो आइपुग्यो। अब तपाईँले पुगौँला भने राहत पुगौँला भन्ने चाहिँ लागिरह्यो अब होइन? यो बिचबाट आउँदाखेरि हाई अल्टिच्युडको कारणले गर्दाखेरि टाउको निकै दुखेको अवस्था र भमिटिङ होला जस्तो अवस्थामा पुगिसकेको। तर हिम्मतका साथ हिउँले भरिएको लौरी बिनाको उकालो सकुशल चढियो। र अहिलेको समस्या भनेको यो ओह्रालोमा चिप्ले छौँ। उकालोमा बरु मुडुको आवाज आउने गरी बरु हिउँ टेकिया थियो। अनि अब यो ठ्याक्कै यो अब हिउँ पग्लेको अवस्था। अब हामीलाई यो फर्किँदाखेरि चाहिँ लौरी बिनाको ओह्रालोमा समस्या होला कि भन्ने मनमा आएको छ। अब एकदम तपाईँको चाहिँ अहिले हिउँ मात्रै हुँदाखेरि बरु हिउँ टेकेको अवस्था राम्रो थियो। अब त यो ओह्रालो लागिसकेपछि र हिउँ पनि पग्लेको अवस्था। अहिले बाटोमा हिउँ यसरी अलिअलि बाटो देखिन थाल्यो। हिउँ अहिले लौरी बिनाको उकालोमा पूर्ण रूपमा हिउँ थियो। हिउँमा टेक्दाखेरि चिप्लेको अनुभव थिएन। अहिले सविताजी 3-4 चोटि चिप्लेर लड्ने जस्तो अवस्था होइन? यो दुवैतिर बाढ छ। यो ठाउँ अलिकति रिस्क पनि छ। साह्रो भिड। दायाँ बायाँ नै पाइप राखेको छ। पाइपमा यो हिउँ परेर भर्खरै यस्तो अवस्था छ विभिन्न आकृतिमा। हेर्नुहोस्, यहाँ मुनि चाहिँ यस्तो भिड छ, यस्तो छ्याङछ्याङटी भिड छ। एकदम डरलाग्दो। हेर्दाखेरि नै यो पाइप नहुने हो र यहाँ चाहिँ हिँड्न पनि एकदम डरमर्दो अवस्था। यसरी नाङ्गो भिड र पुरा हिउँले भरेको अवस्था।
ल अब हामी लौरी बिनाको उकालो सिध्याएर अब हामी तेर्सो बाटोतर्फ लाग्यौँ। ल लौरी बिनाको उकालो सिध्याएर हामी अब गोसाइँकुण्डको नजिक पुग्यौँ। यहाँ एउटा कुण्ड देखियो। फेरि घाम लाग्ला मौसम सफा होला भनेर आश गरेको, फेरि हिउँ पर्न थाल्यो, हिमपात फेरि हुन थाल्यो। यात्रा कस्तो कठिन हुने हो थाहा छैन। यहाँ गणेश भगवान पनि विद्यमान हुनुहुन्छ। जय गणेश। ल हामी पोमा आइपुग्यौँ, उकालो सिद्धियो। चारैतिर हिउँले लागेको अवस्था। घाम लागेर अलिकति राहत होला कि भनेको पुनः फेरि हिमपात हुन थाल्यो। यो अगाडिको बाटो अगाडिको यो बाटो गोसाइँकुण्ड जाने र यहाँ निकटमा एउटा कुण्ड, मलाई यो कुण्डको बारेमा थाहा छैन। मेरो कुण्ड पनि यहाँ रहेछ। ल थ्याङ्क यू। अब हामी गोसाइँकुण्डको यात्राको सिलसिलामा हामी गोसाइँकुण्ड करिब आइपुग्यौँ। अब हामी यहाँबाट 10 मिनटमा हामी अब गोसाइँकुण्ड पुग्छौँ। र मैले सुने अनुसार चाहिँ यो कुण्ड भैरव कुण्ड र यो कुण्डको ठ्याक्कै यहाँ माथि यो जुन बजार देख्नुभयो यो गोसाइँकुण्डको बस्ने ठाउँ लज र त्यसको ठ्याक्कै मुनि गोसाइँकुण्ड। जय महादेव। र भगवानको कृपाले हामी गोसाइँकुण्ड आइपुग्यौँ। आज 2082 साल वैशाख 1 गते न्यु इयरकै दिनमा गोसाइँकुण्डमा स्नान गरौँ भनेर इच्छा, र त्यो इच्छा पनि भगवानको कृपाले पुरा हुने भयो। अब हामी 10 मिनटमा हामी गोसाइँकुण्ड पुग्छौँ। मेरो विशेष यहाँ 2 जना बाटोमा भेटेको यात्रीसँग गफ गर्दै हुनुहुन्छ। उहाँहरू पनि मेरै घरको छेउछाउ बालजुको हुनुहुँदो रहेछ। यात्रा क्रममा हामी निस्किँदाखेरि 2 जना निस्केका थियौँ। बाटोमा धेरै साथीहरूसँग भेट भयो, चिनापर्ची भयो। जय महादेव, जय महादेव, जय महादेव। फाइनल्ली हामी गोसाइँकुण्ड आइपुग्यौँ। ल गोसाइँकुण्डमा पनि बस्नको लागि यहाँ घरहरूको लजहरूको सुविधा छ। यो एउटा लज, यहाँ अर्को, अनि त्यसपछि फेरि अर्को, त्यसपछि यो अर्को। ल हामी गोसाइँको कुण्ड पूर्ण रूपमा चारैतिर डाँडा हिउँले भरेको अवस्था। यो घरको छानोमा झन्डै 2 इन्ची भन्दा बढी हिउँले झाकिएको छ। ल जय शम्भु, जय महादेव। फाइनली हामी गोसाइँकुण्ड आइपुग्यौँ। अब हामी यहाँ नुहाउँछौँ, भगवानको पूजा गर्छौँ। हाम्रो सबैजना म्याम बिस्तारै भित्र आउँदै हुनुहुन्छ, मोबाइल हेर्दै, कसैलाई फोन गर्ने तर्फमा जस्तो देखिन्छ। ल दिदी कस्तो अनुभव गर्नुभयो? फाइनली हामी गोसाइँकुण्ड आइपुग्यौँ। ल उहाँ दिदी हामी धुन्चेबाट गोसाइँकुण्ड यात्रा सुरु गर्दाखेरिदेखिको सहयात्री, उहाँहरूको 5 जनाको ग्रुप। हामी सँगै लौरी विनायकसँग पनि हामी सँगै आयौँ, एउटै होटलमा बस्यौँ। र लौरी विनायकबाट गोसाइँकुण्ड पनि हामी सँगै आयौँ, परिवार, एक घरको परिवार जस्तै गरेर। अब यहाँ सविता म्याम चाहिँ सायद गोसाइँकुण्डमा पुगेँ भनेर कसैलाई, आफ्नो मान्छेहरूलाई सायद खबर गर्दैको अवस्था। जय शम्भु, जय गोसाइँकुण्ड। धेरै वर्षको इच्छा गोसाइँकुण्डमा आउने, ठुलो इच्छा। आज जाउँला भोलि जाउँला भन्दै धेरै वर्ष जाउँला भन्ने बित्यो।
ल अब यो 61 वर्षको उमेरमा बल्ल गोसाइँकुण्ड आउने इच्छा पुरा भयो। यो अवस्थादेखि नै गोसाइँकुण्ड जाने एउटा रहर थियो। विविध कारणले गर्दाखेरि गोसाइँकुण्डसम्म आउन सकिरहेको अवस्था थिएन। ल यहाँ भाइहरूले यहाँ हिउँ सफाइ गर्दै हुनुहुन्छ। ट्युबवेलमा झनै तपाईँको यो 8 सेन्टी भन्दा बढीको थिकनेसमा चाहिँ यो हिउँ परेको छ। ल यो गोसाइँकुण्ड र गोसाइँकुण्डको पास साथमा कुण्ड। भाइ यो अर्को कुण्डको नाम के हो हजुर? यहाँ ल यो गोसाइँकुण्ड यहाँ गोसाइँकुण्डको अवस्था चारैतिर हिउँ नै हिउँ। यो भिडियो खिच्ने क्रममा मलाई झोला जस्तो भइसक्यो। हो त्यति बस्नु कि बस्नु त्यही बस्नु जति डुब्छ त्यति। पाउने 11 बज्यो। गोसाइँकुण्डको नुहाई महादेवको दर्शनपछि अब हामी गोसाइँकुण्डको कुण्डबाट खानासाना खाएर अब हामीले फर्किन सुरु गऱ्यौँ। ल भाइहरू पनि यहाँ ग्याङ रहेछ। ल जय शम्भु, जय महादेव, ल ह्याप्पी न्यु इयर सबैजनालाई, जय शम्भु। ल ल गोसाइँकुण्ड ल यहाँसम्म आएर नुहाउन पाइयो। र जय महादेव, जय महादेव, जय महादेव। अब हामी गोसाइँकुण्डबाट हामीले अब फर्किने क्रम सुरु भयो। गोसाइँकुण्डबाट फर्किने क्रममा पछाडिपट्टिको यो दृश्य छ, यो दृश्य चाहिँ गोसाइँकुण्ड। गोसाइँकुण्डको घरहरू पनि पछाडि पनि सानो देखिरहेछ। यो हाम्रो अर्को कुण्ड, यहाँ पनि एउटा कुण्ड छ, सरस्वती कुण्ड होइन, भैरव कुण्ड र गोसाइँकुण्ड। यो घरको जुन घर छ, घरको ठ्याक्कै राइट साइडमा छ। हिउँ अझ पनि घाम चाहिँ अब यो फर्किने क्रममा हिउँ चाहिँ हिउँ छ। अब बिस्तारै हिउँ पग्लिने अवस्थामा ल गोसाइँकुण्डको दर्शन गरेर फर्किने क्रममा यो एउटा चौतारो हामी यहाँ आराम गरेर अब हामी लौरीबिनाको ओह्रालोतर्फ लाग्दैछौँ। ल सविताजी, अब कस्तो फिल भयो तपाईँलाई? टाउको दुखा कस्तो भइरहेछ? 50% कम भएको छ। हजुर, गोसाइँकुण्डको यात्रा कस्तो भयो तपाईँको? भनि नसक्नु, जाँदा हिउँमा आउँदा पानी नै पाइ, हिउँ पग्लेको पानीमा जे होस्, ओर्लिँदाखेरि चिप्ले लड्छ भन्ने डर थियो। यो घाम लागेकोले चाहिँ बाटो अरू ठाउँमा त हिउँ नै छ, तर ट्र्याक चाहिँ खोलियो। सबैजना हिँड्ने क्रममा ट्र्याक चाहिँ सफा भयो। अब ओर्लिँदाखेरि चिप्लेर लड्छ कि भन्ने जुन डर थियो, त्यो डरबाट चाहिँ हामी अहिले करिब मुक्त भएको अवस्थामा छौँ। अब हामी यहाँ 1-2 मिनट यसो यो भर्खर हामी गोसाइँकुण्ड फर्किने क्रममा यहाँ सानो उकालो थियो, त्यो उकालोको स्यालाई अलिकति अब साम्य पार्नको लागि सविताजी
अब छाती चाहिँ छातीको ढुकढुक्टी अब अलिक नर्मल भयो कि भएन? अब एकछिन ढुकढुक त अब कम भइहाल्छ तर कति छोटो अनि उकालो के है छोटो उकालो बुद्ध पार्कको छेउछाउमा घर बनाउँदैछु मैले सबिता राजवंशी घर बनाउँदै घर बनाउँदैछु है नढल ल अरू पनि खोज्नुहोस् ल भयो यति भयो मेरो घर बन्यो ल आउनुहोस् ल तपाईँको घर बनेकोमा तपाईँलाई धेरै धेरै बधाई छ गोसाइँकुण्डबाट फर्किएको अवस्था हिजोको तुलनामा आज हिउँ कम भइसकेको छ एउटा यो अगाडि एउटा बिरुवा हेर्नुहोस् त्यो बिरुवा ठ्याक्क आइसले एउटा स्ट्याच्युको एउटा रुखको रूपमा बसिरहेको छ अझ पग्लेको छैन यो तल देखिरहेको बुद्ध पार्क हामीले अगाडि एउटा बुद्ध पार्क देखिरहेको छौँ त्यो बुद्ध पार्कको वरिपरि धेरै यात्रुहरू अहिले विश्राम गरेको देख्छु म र बुद्ध पार्कबाट तल हामीले लौरी बिनाको होटेल देख्न सक्छौँ अघि बिहान यो पुरा बाटो हिउँले ढाकिएको थियो अहिले पुरा पानी पग्लेर हिउँ पग्लेर बरफ चाहिँ पानीमा परिवर्तन हुनेछ ऊ यहाँ यस्तो यसरी पग्लिँदैछ यो गेट यो हाम्रो लौरी बिनाकको हिजो बसेको वासस्थानमा आइपुग्यौँ हामीलाई यहाँबाट जाँदाखेरि 3 घन्टा पुरा लाग्यो हामी यहाँ र आउँदाखेरि पाउने 2 घन्टामा आइपुग्यौँ अब घाम लागेको छैन पुरा फुर त्यो यो यहाँको लोकल ल्याङ्ग्वेज के भन्छ थाहा छैन सानो सानो कनिकाको डाँडा जस्तो झरिरहेको छ अब लौरी बिनाकको उकालो पनि चढियो गोसाइँकुण्ड पनि पुग्यो र गोसाइँकुण्डबाट फर्केर लौरी बिनाकको ओह्रालो पनि ओर्लिन सक्यो अब हामी फेरि अब हिजोको वासस्थानमा अब हामी यहाँ हिसाब किताब बाँकी छ अब पैसा बुझाएर अब हामी यहाँबाट तुरुन्तै अगाडि बढ्छौँ मौसम एकदम खराब देखिरहेछ एकदम त्यो हिजो जस्तै त्यो हिउँको डाँडाहरू झर्न थालिसकेको छ यहाँ जति सक्दो हामी यहाँबाट अगाडि बढ्नु छ लौरी बिना 3950 हाइट हामी 4380बाट 3950 मिटरको हाइटमा चढ्यौँ ल हिउँ ठ्याक्कै हिउँ पर्न सुरु भयो यस्तो टुक्रा यस्तो ल यहाँको लोकल हिसाबमा नै यदि माथि हिमालमा हिउँ पर्यो भने त्यसको यो कण त्यो हिमकण भन्ने जस्तो कुरा भन्नुभयो ल हिउँ पर्यो धन्न हामी होटलमा आइपुग्यौँ ओके थ्याङ्क यू